Hi everyone, this is my mini vlog. हामीहरू चाहिँ सबैजना आज क्याम्प जान लागेको सिडनीदेखि चाहिँ 4 आवर्स लाग्छ. आई एम ह्याभिङ माई ओट्स. दिजुले मलाई ओट्स बनाएर ल्याइदिएकोमा धेरै धेरै थ्याङ्क यू मेलिना दिजु. अनि अब हामी सबैजना लाग्यौँ आफ्नो क्याम्पको ट्रिपतिर. अनि त्यसपछि मैले चाहिँ ट्रायलबाट सानो भिडियोहरू लिँदैछु. हेर्नुहोस् त कति राम्रो नेचर, कति सफा, कति आजको दिनै यति राम्रो थियो है. हामीहरू जाने बेला चाहिँ यस्तो रमाइलो भयो कि अनि सबैजना है गएछौँ, रमाइलो गरेछौँ, कुराकानी गरेछौँ है. सबै आफ्नो आफ्नो कुरा गर्दै त्यही भएर सबैजना भएपछि कुराहरू सेयर हुन्छ, रमाइलो हुन्छ. अनि त्यसपछि यो हाइवेमा चाहिँ पार गरेर चाहिँ हामी ब्युटिफुल सिनेरिजहरू हेरेछौँ. हेर्नुहोस् न, नेपाल जस्तै छ कि सिनेरिजहरू यति राम्रो छ नि, भ्यूहरू. यी नेपालको याद आउँछ कि यसरी हामीले अर्काको देशमा पनि यसरी नेपाल जस्तै सिनहरू हेऱ्यो भने कस्तो खुसी लाग्छ. यता फेरि हामीले आफ्नो छुट्टै छ रमाइलो. त्यसपछि फेरि हामी लाग्यौँ हाम्रो क्याम्पतर्फ एकछिन रेस्ट लिँदै. अनि त्यसपछि हामी क्याम्पतर्फ जाने गरिरहेको थियो. नन स्टप हिँडायो भने पनि त अनि आफूलाई कस्तो हुन्छ नि रिफ्रेसमेन्ट फिल गराउनुको लागि चाहिँ 2 मिनट्स 3 मिनट्स 5 मिनट्स 10 मिनट्स जति चाहिँ हामीले रेस्ट लिनुपर्छ. त्यसपछि हामी पुग्यौँ आफ्नो क्याम्प साइटमा. त्यसपछि हामी सामान मजाले राख्यौँ. अनि यता पाक्दै थियो मोमो. यता मजाले दिजुले मोमो बनाउँदै रहेछ. कसैलाई मोमो खानु भने प्लिज कन्ट्याक्ट. पार्ट अफ जोक यता क्याम्पको पनि बन्यो. अनि उता चटपटे पनि बन्दै थियो. त्यो खाएर हामी फेरि निस्क्यौँ एकछिन लेक साइडमा. अनि यो लेक साइडमा यति रिलिफ भएको थियो है. मैले चाहिँ सानो भिडियो पनि लगेँ आफ्नो टिकटकको लागि. म पछि त्यो चाहिँ अपलोड गर्छु. त्यसपछि दाइले चाहिँ यता माछा मार्नु भएको थियो. अनि यो माछा चाहिँ हामीले साँझको फायर क्याम्पमा खायौँ. अनि त्यसपछि यति मिठो भएको थियो फिस जुन हामीले लेक साइडबाट ल्याउनु भएको दाइले. अनि त्यसपछि हामीहरू दुईजना दिदीबहिनी सुत्न गयो आफ्नो क्याम्पमा. सानो क्याम्प एकदम मिठो थियो, राम्रो थियो भन्दा पनि सर्ट एन्ड स्विट थियो कि हाम्रो क्याम्प चाहिँ. त्यसपछि हामीले क्याम्पबाट सानो सनराइज भ्युजहरू पनि लग्यौँ. त्यसरी हेर्न सक्नुहुन्छ भ्युज एकदमै राम्रो थियो. अनि त्यसपछि हाम्रो सेफले चाहिँ मर्निङ ब्रेकफास्ट बनाइदियो. अनि त्यो मर्निङ ब्रेकफास्ट रेडी भएपछि हामीले गुवाम खायौँ. अनि मजाले भ्यूको लास्ट भिडियो लगेर त्यसपछि घर जान रेडी भयौँ. घर गएर पनि हामीहरूलाई चाहिँ त्यहाँ रमाइलो त गऱ्यौँ, तर अझै रमाइलो गर्न मन लाग्यो भनेर फेरि म बस्ने घरमा चाहिँ हामी सबैजनाले रमाइलो गऱ्यौँ. यता यता दिजु र बिनाजुको आफ्नै डान्स छ है. उता फेरि यता दाईहरूको ग्यादरिङ डान्स छ. उता फेरि हाम्रो मिसन भाइको र बहिनीको डान्स छुट्टै छ. अनि त्यसपछि हामी सबैजना मिलेर त डान्स गऱ्यौँ. गरिसकेपछि चाहिँ हामी केटीहरूले एक साइडमा स्न्याक्सहरू लिएर खायौँ. द्याट्स इट.